जहिले पनि राष्ट्र स्वतन्त्र पार्टीकै गुणगान गाउनुहुन्छ, कारण के हो? कारण के हो? जसले जल्दो बल्दो देश राष्ट्रमा अन्य अत्याचार भ्रष्टाचार कुरीति कुटीतिको अन्त्य गर्न जस्तो छ त्यसको सपोर्ट गर्ने हो मैले। तपाईँको नजरमा चाहिँ बालन सरकारले चाहिँ देश र राष्ट्रिय जनताको हितमा काम गरेको जस्तो लाग्छ? गर्नु खोजेको जस्तो चाहिँ लाग्छ। खोजेको मात्रै गरेको त छैन नि। गर्दैछन्। अनि के आँखा भएर पनि अन्धो भएर बस्नुहुन्छ तपाईँ? आँखा भएर अन्धो भएको छैन, बरु अन्धो मान्छेले आँखा देख्ला, यहाँ आँखा भएको मान्छे अन्धो भएर बसे। सुकुम्बासी बस्तीमा डोजर चलाएर आज सुकुम्बासीको हालत के भयो देख्नु भएको छैन? देखेको छु। के देख्नु भयो? हुकुमबासीको अन्त्य भयो। तैकात भएर पहिचान भएका सुकुम्बासीले पूर्जा पाउने भए, बास पाउने भए, घाँस पाउने भए, आवास पाउने भए। कहिले पाउने भयो? पाउँछन्, अब समय अनुसार पाउँछन्। आउँदैछ, भरे भोलिबाट सुरु हुन्छ काम। आर्यघाटमा गइसकेपछि? आर्यघाटमा त जानी जति डेली गएका छन् नि, उहाँहरू जान पर्दैन आर्यघाट। त्यो कारणले अहिले तपाईँको विचारमा नजरमा सुकुम्बासी कहाँ छ त? अहिले सुकुम्बासी तपाईँ होल्डिङ सेन्टरमा छन्। के गरिरहेछ उहाँ? उहाँहरू बसेका छन्, खाएका छन्। उहाँहरूलाई पूर्जा नपाउन्जेल आरामसँग बस्नुहोस् भनेर एउटा लग्जरी हिसाबले राखिदिएको छ। खानामा चाहिँ किरा राखेर लग्जरी स्टाइल हो? त्यो किरा त अर्काले लगेर मिर्काएर अब्दोस पनि लागेको हुन्छ नि। पुराना हुकुमबासीलाई तताएको हो यो तैकाती कुरा होइन यो। होइन, तपाईँको घरमा खाना पाकिसकेपछि खानामा चाहिँ किरा राखेर खानुहुन्छ? किरा राखेर जान कसैले पनि खाँदैन, किरा कसैले पनि खुवाउँदैन। होल्डिङ सेन्टरमा किरा पकाउने चलन छैन। त्यो एउटा किनभने अफवाह फैलाएर अहिलेको नयाँ शक्तिलाई फेल खुवाउनको लागि कताडा हुन्छ, भ्युज प्रयास बौसी डङ्किनी उजागर गरेर हुन्छ कि जे हुन्छ नयाँ शक्तिलाई फेल खुवाउन खोजिएको हो। यो कुरा म आफूले प्रश्न म पत्याउनेवाला छैन। के होल्डिङ सेन्टरमा चाहिँ सुकुम्बासीको खानामा किरा आयो भन्दाखेरि यो झुटो हो? झुटो हो। अनि सुदन गुरुङको अम्लेटमा अन्डा आएको साँचो हो? अन्डा होइन, माछाको काँडा आएको साँचो हो। अन्डामा माछाको काँडा आएको साँचो हो? साँचो। के तपाईँ अगाडि हुनुहुन्थ्यो? अगाडि होइन, सारा मिडियाले देखाएको छ। म अगाडि होल्डिङ सेन्टरमा चाहिँ सुकुम्बासीको खानामा किरा आयो भन्दाखेरि नपत्याउने, अनि चितवन महाधिवेशनमा चाहिँ गृहमन्त्रीको अम्लेटमा चाहिँ माछाको काँडा आयो भन्दाखेरि तपाईँ पत्याउने? त्यो त हुकुमबासीहरू लगाएर राखेका ठाउँ र उचाल पछारको ठाउँ हो नि त। गृहमन्त्री त एउटा आफ्नो मन्त्री हो, प्रत्यक्ष युवा हो, तेज भएको मान्छे हो। उहाँलाई त षड्यन्त्र गरियो भन्ने कुरा आम जनतालाई पनि लागेको छ नि त। तपाईँ सुकुम्बासी हो कि हुकुमबासी हो भन्नु? म तपाईँको स्वतन्त्रवासी हुँ, म नागरिक हुँ, म भक्तपुरवासी हुँ। भक्तपुरवासी हो भने चितवनमा चाहिँ अम्लेटमा काँडा कसरी फेला पर्यो त? कसरी फेला पर्यो त? फेला पाए त्यत्र मन्त्रीदेखि लिएर सारा सुरक्षा निकायदेखि लिएर त्यत्र भिभिआइपी मान्छेहरूले साराले पुष्टि गरेको कुरा अब तपाईँको जरिवाना गराएको छ, उसलाई पुष्टि गराएर अब तपाईँले होइन भनेर मैले पत्याउँछु त। अनि गरिबको जागिर खानु राम्रो हो त गृहमन्त्रीले? गरिबको जागिर कसैको पनि खाएको छैन। जागिर त खानुपर्ने हरकत गरेको छ, जागिर होइन आजीवन कारावास हाल्नुपर्ने गरिकन अनि ती गर्नेहरू त अर्का उथाल पथारमा लागेर। यदि तपाईँको होटेल भएको भए तपाईँले दिएको खानामा चाहिँ अम्लेटमा माछाको काँडा भेटेको भए के तपाईँलाई मृत्युदण्ड दिनुपर्ने? मृत्युदण्ड मलाई दिनुपर्ने होइन। माछाको काँडा भेटिनुको तपाईँको सानो तिनो काँडा एउटा टुक्रा दुईटा टुक्रा अलिकति अल्झिएर परेको भए त्यसलाई तपाईँको एउटा अलिकति मान्छेले विचार गर्थ्यो नि त। खोइ त गृहमन्त्रीले विचार गरेको त? जागिर खाइदिने, परिवारको भविष्य अन्धकार बनाइदिने। माछाको एक भागको काँडाको एउटा सबै करङ्गै जति परेपछि त अनि झुकेर परेको हुन्छ त्यो। अनि के गरेर पर्यो त भन्नुहोस् न त? त्यो त्यही षड्यन्त्र गरेर पर्यो, नत्र भने त्यो सुदन गुरुङले खल्तीमा राखेको काँडा निकालेर अम्लेटमा राखे कि? त्यस्तो गर्ने षड्यन्त्र गरेर कसैले जनतालाई दुःख दिने त्यस्तो खालको तेज भएको मान्छे चाहिँ उहाँ होइन। होइन, तपाईँको नजरमा सुदन गुरुङ कस्तो व्यक्ति भन्नुहोस्? मेरो नजरमा त त्यो सुदन गुरुङ त छ नि, सुरवीर, एउटा राष्ट्रिय सपुत हो उहाँ। गोली र गोली बराबर भएको तेज हो उहाँ। उहाँको विषयमा कसैले लान्छना लाउँदा म छिटमिटी पत्याउनेवाला छैन कि मैले प्रश्न देख्नु पर्यो म पत्याउँछु होइन भने। तपाईँले सुदन गुरुङको 100 तोला सुन देख्नु भयो? 200 रोप्ने जग्गा देख्नु भएको थियो? मैले देख्नै पर्दैन। अनि कसरी पत्याएको तपाईँले? सुन्नु न, उबेला कालको मान्छे अलिकति लाउरेका खलक पहाडका मान्छेको पाखो सबै हुन्छ रेखा 500 रोपनी पनि हुन्छ। सुदन गुरुङ चाहिँ उसको बुवा चाहिँ लाउरे रहेछ, त्यस कारणले आफ्नो सुदन गुरुङलाई बच्चामा पढाउनु नसकेर काठमाडौँमा चाहिँ आफ्नो आफन्तकोमा चाहिँ पढाउनु पठायो, आर्थिक अवस्था कमजोरको कारणले गर्दा। अनि तपाईँले कसरी भन्नु सक्नुहुन्छ कि उहाँ लाउरे हो? होइन, हावामा बोलिदिने। तपाईँको चोट पक्रियो कि पक्रेन? मेरो चोट तपाईँले सुदन गुरुङबाट कति खानु भएको छ? कति पैसा दिएको छ तपाईँलाई? तपाईँ सुन्नुहोस्, म तपाईँलाई बरु तपाईँको यसको भ्युज युज गरेर 2-4 पैसा तपाईँले खानु होला, कसैले केही पनि खानु। अनि सुदन गुरुङबाट कति पैसा खानुभयो भन्नुहोस् मलाई? तपाईँले कसरी झुटो कुरा भन्नुभयो? सुदन गुरुङ लाउरेको छोरा हो?
लाउरेको छोरा भएको नाताले पनि अनि लाउरे कसरी उसको बाउ लाउरे भयो तपाईले जसको कि पहाडमा एक टुक्रा जग्गा थिएन जमिन थिएन अब तपाईँ पढाउने हैसियत थिएन औकात थिएन मोदी सेवा त स्वर ठुलो झिक्ने भए तपाईँभन्दा ठुलो बोलिदिन्छु म होइन भने क्वेसनको एन्सर सत्य कुरा भन्नुहोस् सत्य कुरा भन्नुहोस् तपाईँले मलाई भन्न खोजेको सत्य कुरा भन्नुहोस् म कसैको दही चिउरे भएर उठे होइन तपाईँ लाउरेका सन्तान अलिकति भएको नाताले नि सुन हुनसक्छ भन्न मात्रै खोजेँ मैले ऊ लाउरेकै छोरो हो भनेर मैले पुष्टि गरेँ होइन तपाईँले भन्न खोजेँ कि म 40 वर्षको राजनीतिक एक्सपिरियन्स भएको मान्छे तपाईँ कति वर्ष आउनु यदि तपाईँमा एक्सपिरियन्स थियो भने सुदन गुरुङकोमा 100 तोला सुन छ भन्दा किन पत्याउनु भयो 200 रोप्ने जग्गा छ भन्दा किन पत्याउनु भयो जेएनयुको आन्दोलनमा के गरेर हिँड्थ्यो भन्नुहोस् यो 10वटा पार्टीका दही चिउरा र 5 सुपारी खाने मान्छे कसैको नि म कुरा पत्याउन्न म स्वतन्त्र हिसाबले होइन तपाईँले सुदन गुरुङको तारिफ गर्नुको कारण के थियो रहस्य के थियो बताउनुहोस् युवा जोस जाँगर भएको र अहिले राष्ट्रमा यत्रा भ्रष्टाचारीदेखि लिएर सारालाई अन्त्य गर्ने यसको जाँगर छ जेएनयुको आन्दोलनलाई हाइजक गर्ने चाहिँ राष्ट्रवादी हो कसरी तपाईँले हाइजक गरे उहाँले देख्नुभयो किन देखेन हिसाबले पानी बाँडेर पहिलादेखि समाजसेवा हो तपाईँ पत्रकारिता गर्न थालेको थियो यहाँ सुन्नुहोस् सुदन गुरुङ राष्ट्रवादी कसरी भन्नु सक्नु भयो टिओबी ब्लड ग्रुपबाट परिचालन भएको व्यक्ति हो मैले ऊ राष्ट्रवादी एउटा राष्ट्रिय स्तरको मान्छे हो राष्ट्रको सेवक हो भन्ने कुरा त होइन तपाईँ जङ्गिनुको कारण किन तपाईँ रिसाउनुको कारण किन तपाईँ स्वतन्त्र अभियन्ता भन्नुभएको थियो किन मिडियामाथि किन आक्रोश छ तपाईँ आक्रोश मैले भएको होइन तपाईँले मलाई लिएको एक्सन अनुसार म तपाईँसँग गरेको मैले तपाईँ झुटमाथि झुट बोल्दै जाने अनि मिडियाले तपाईँको कुरालाई वावा गर्ने दल पार्टीको झोले चम्चे पत्रकार देख्नु भयो होइन झोले चम्चे पत्रकार हो भने तपाईँ आफैले देख्नुहोस् मलाई टाउको दुखेको छैन मलाई कसैको झोले पत्रकार यताउति म 5 सुपारी होइन सुदन गुरुङको यत्रो काण्ड मुद्दा चलिरहेको अवस्थामा पनि तपाईँले उसको गल्ती नै नदेख्नु भनेपछि त तपाईँ त अन्धा भक्त रहेछ भन्ने देख्यो नि त अन्धा उज्यालो भक्तले गएर पुष्टि गरिदिनु नि त भइहाल्यो यदि सुदन गुरुङमाथि अपराध नलागेको भए उसले अपराध नगरेको भए उसलाई गृहमन्त्रीको पदबाट किन निर्माण गर्नु पर्यो कसले गर्यो भने उसको इच्छाले राजीनामा दिएको होइन तपाईँ देख्नुहुन्न ए उसको इच्छाले राजीनामा दिएको उसको इच्छाले चाहिँ गृहमन्त्रीको पद पायो यदि ऊ पुष्टि भएर होइन तपाईँ कस्तो अभियन्ता हुनुहुन्छ सुदन गुरुङले आफै राजीनामा दिएको हो कसले दिएको तपाईँ दिनु लगाएको मैले गएर दिएको सुदन गुरुङलाई गृहमन्त्रीबाट चाहिँ घोप्ट पारेर पछाडिबाट पङ्ग लात हालेर निकालेर पठाएको लात हानेको होइन तपाईँ ऊ आफ्नो सोही इच्छाले म दिन्छु राजीनामा पुष्टि भयो भने म पदै खान्न भन्न सक्ने बहादुरलाई तपाईँ आरोप लाउनु ए बहादुर 600 तोला सुनाउने 200 रोप्ने जग्गा आउने बहादुर हो 6 महिना अगाडि चाहिँ पानी बेच्दै होइन पानी अभियन्ता भनेर चाहिँ उहाँले त जेएनयुको आन्दोलनमा चाहिँ ढुकुवा स्याल जस्तै ढुकिराख्ने अनि पद आउने बेलामा पाउने बेलामा चाहिँ ह्याचेट गरेर आफू चाहिँ गृहमन्त्री पड्काउने यही हो सुदन गुरुङको नियत तपाईँले पत्रकार पाउनुभयो मैले सामाजिक अभियन्ता पाएँ उसले दुःख र परिश्रम गरेको थियो होइन हिजोसम्म त तपाईँ पुराना दल पार्टीको जयकार गर्दै हुनुहुन्थ्यो आज बालेन सरकारको 2 सरकार बन्ने बित्तिकमै तपाईँ त्यतातिर कोल्टो फेर्दिने तपाईँ 2 जिब्रो हो 4 जिब्रो 6 जिब्रो 10 जिब्रो भन्नुहोस् काली नै भन्नुहोस् मलाई टाउको दुखेन हिजोसम्म त हर्क साम्बाङको जयकार गर्नुभयो यो झुट नबोल्नुहोस् किन झुट तपाईँको भिडियो प्रत्येक हामीसँग रेकर्डमा छ हर्क साम्बाङले राम्रो गरेको काम अहिले दार्चुलामा पुल उद्घाटन गर्नको राम्रो भनिदिन्छु म राम्रोलाई राम्रो नराम्रोलाई भनिदिन्छु उसको जयकार गरेर म कसैको झोली झन्डा होइन फेरि त्यो आरोप नलाउनुहोस् तपाईलाई म एउटा कुरा के गर्न चाहन्छु भने यदि हर्क साम्पाङ राम्रो थियो भने तपाईले हर्क साम्पाङको किन सपोर्ट गर्नु भएन मैले राम्रो काम छमुन्जेल सपोर्ट गर्ने मै त हो तपाईले आरोप लागेको सुदन गुरुङलाई चाहिँ सपोर्ट गर्नुभयो एउटा आरोप नलागेको हर्क साम्पाङको नाम किन दिनु भएन तपाई पुष्टि गरिदिनु नि त ल गएर पुष्टि गरिदिनु मैले पुष्टि गर्ने हो गर्न सकेन फेरि मन्त्रीमा बहाल भएर आए हैन तपाईको अनुहारमा पसिना कसरी आयो भन्नुस् मेरो पसिना त मलाई हिट भयो नि तपाईले झुट बोलेपछि यसरी पसिना आउँछ भने तपाईलाई थाहा छैन तपाईले प्रत्येक कुरामा चाहिँ झुट बोल्नु भएको छ मलाई झुट होइन म गोपाल थापा सामाजिक अभियन्ता भन्ने राष्ट्र अन्तर्राष्ट्रले चिनेको ए सामाजिक अभियन्ता राष्ट्रिय अन्तर्राष्ट्रले चिनेको तर सुदन गुरुङको झोले म झोले होइन बरु तपाई नै हो कुन चाहिँ यहाँ झोले म झोले सोले होइन म कसैको गुणगान बोले पनि होइन झोले पनि होइन म स्वतन्त्र रूपले बोल्छु निष्पक्ष बोल्छु स्वतन्त्र बोल्छु जायज बोल्छु यथार्थ बोल्छु सत्य बोल्छु अनि तपाईलाई त्यो सत्य देखा परेन मैले के त सत्य देखा आँखामा त सुदन गुरुङले पट्टी बाँधेको थियो नि त होइन सुदन कहाँबाट देख्ने तपाई अब मेरो आँखा पट्टी बाँधेर तपाईको अस्ति लागो पट्टी झिक्या भेले कुरो भयो नत्र भने राम्रोलाई राम्रो नराम्रो नराम्रो भन्छ हिजोसम्म जयकार हर्क साम्बाङ गर्दै हिँड्ने जति बोले पनि नथाक्ने अहिले 2 दिनमा तपाईको जिब्रो पल्ट्यो त्यो भोलि जिब्रो पल्ट्यो कान पल्ट्यो आँखा पल्ट्यो नभन्नु न
तपाईँ पर्सि सोध्नुहोस् न राम्रो कामको राम्रै भन्छु ल सुदन गुरुङले के राम्रो काम गर्यो भन्नुहोस् त अनि यत्र भ्रष्टाचारी ल्याएर फाइल खोलेर अहिले जेलको कत्रा भ्रष्टाचारी कत्रा भ्रष्टाचारीले पक्रियो पत्रकार आएछ कुनै एउटा भ्रष्टाचारी पक्रियो होइन। कुनै विषय बोल्नु भएको छ आज भ्रष्टाचारीको विषयमा गृहमन्त्री पदमा के को लागि बसेको को सुदन गुरुङ जेको लागि बसे त्योभन्दा बढी गरेर देखाएको छ के गरेर देखायो तपाईँ आँखापट्टि हावामा बोल्दिने फटाफटा गर्ने लाज लाग्दैन तपाईँलाई पानी परेमा हावा लाग्यो भने के सुदन गुरुङले पानी पराएको हो उसले चाहेको जति गर्न सक्छ अनि के गरे भन्नुहोस् न त गरेन त्यत्र कारोबार तपाईँको भ्रष्टाचारी लिएर कारागार हाल्ने पुराना तपाईँको पूर्व प्रधानमन्त्रीहरूदेखि लिएर सारालाई जेल कोच्ने अभियान कसले गरे तपाईँले गरे जेल कोच्यो कोच्दै छ कसलाई जेल कोच्यो कसलाई कोचेन त सबैले ल्याएको छ तपाईँ पनि पढ्नु भयो क्या हो म पर्या भए त तपाईँ आइहाल्नुहुन्थ्यो तपाईँलाई थाहा भइहाल्थ्यो देखिहाल्नुहुन्थ्यो तपाईँलाई कुन जुलमा पक्रेको गल्ती भन्नुहोस् गर्ने अरू मलाई लहर होइन होइन सुदन गुरुङले कुन नेतालाई जेल हाल्यो भन्नुहोस् त कसलाई हालेन अहिले त्यो तपाईँको होइन तपाईँलाई थाहा छ त भन्नुहोस् न नाम किन डराउनुहुन्छ तपाईँ अहिले अब तपाईँको अर्थमन्त्री नै गर्नु विष्णु पौडेल विष्णु पौडेललाई सुदन गुरुङले पक्रेको हो कसले पक्रियो पुलिसले पक्रेको हो कसले पक्रियो अब पुलिसको ग्रान्ड फादरको पुलिस होइन सुदन गुरुङले कुनै एउटा व्यक्तिलाई पक्रेको देख्नुभएको छ तपाईँ गर्न हिँडेको कुनै विषय पनि थाहा छ होइन तपाईँलाई सुदन गुरुङले कुनै अपराधीलाई पक्रेको देख्नुभएको छ के गर्छ गृहमन्त्रीले के गर्छ तपाईँलाई थाहा छ कि थाहा छैन राम्रोसँग तपाईँलाई यति पनि अक्कल छैन कस्तो अक्कल अपराधी पक्र्ने भनेको पुलिस प्रहरीले हो अनि नेताले पक्र्ने होइन बाबा माथिको मान्छेले आदेश नदिकन गृहमन्त्रीले आदेश नदिकन पक्रिँदैन भोलिबाट सोध्नु जानुहोस् राम्रोसँग बुझेर आउनु तपाईँ पनि त माथिका लेभलको मान्छे हो नि त तपाईँ पनि त आदेश दिनु सक्नुहुन्छ नि त भिबिआई शाखा सानो उमेरमै जाहिर खाएर निस्केको मान्छे हो मलाई सबै थाहा छ प्रसाद छ अनि तपाईँले आदेश किन दिनु सक्नु भएन त मेरो आदेश अहिले दिने हो त गृहमन्त्री दिने आदेश मैले दिनु मिल्छ भने अनि त्यत्रो सुदन गुरुङ गृहमन्त्रीको प्रधानमन्त्रीको गुणगान गाउनुहुन्छ त तपाईँको पावर नभएन त्यतिको गुणगान गर्नुहुन्छ मैले गुणगान गाइदिएको गणेशजी होइन पावरलेस भएको मान्छेले किन दल पार्टीको सपोर्ट गर्ने तपाईँ तपाईँलाई कसैले नराम्रो गर्यो भने म तपाईँको विषयमा सत्य बोल्छु यथार्थ बोल्छु जायज बोल्छु निष्पक्ष बोल्छु तपाईँको आवाजबाट त सत्य देखेन त अब तपाईँलाई मन नपरेर हुन्छ कसलाई मन पर्नु पर्ने सुदन गुरुङलाई राजनीति गर्नु रविलाल छानेलाई जान्छौँ। रविलाल छाने र बालेलाई मन पर्नु पर्ने कसलाई रविलाल छाने बालेलाई मन पर्ने रवि लाने छानेलाई पनि त होइन तपाईँको उद्देश्य के हो मेरो तपाईँ अभिनेता बनेको कारण के हो मेरो म अभियन्ता बनेको कारण चाहिँ के भने अन्य अत्याचारको अन्त्य होस् तपाईँको अगाडि दिन डाँडे बलात्कारबाट हत्या मर्डर भएर चाहिँ हिंसा भइरहेछ अन्त्य होस् काला धन थुपार्नेको अन्त्य होस् 7 पुस्तासम्म अकुत कमाएर नअगाउनेको अन्त्य होस् यो देशमा सुशासन आओस् सुशासनको अन्त्य होस् भन्नको लागि बोलेँ मैले श्रीकृष्ण विकको नाम सुन्नुभएको छ को श्रीकृष्ण विक जुन कि थुना चौकीमा चाहिँ सिन्धुलीमा चाहिँ हत्या गर्थ्यो 3 दिन बादमा त्यसले न्याय पाए त न्याय पाउनु पर्यो हत्या हुने जतिले न्याय पाउनु कानुनी सुदन गुरुङले न्याय दिन्छ भनेर चाहिँ एउटा जनतामाथि त एउटा ठुलो आश थियो गरिबको छोराहरूले न्याय नपाउने ठुल्ठालाले मात्रै न्याय पाएर हुन्छ लडेर मर्छ कोही गोरु गाई मर्छ भने गृहमन्त्रीले न्याय दिएन भन्ने भने कोही बलात्कारमा मर्ला कोही टाँका यदि गृहमन्त्रीले न्याय दिनु सक्दैन कानुनलाई व्यवस्था गर्नु सक्दैन भने त्यो गृहमन्त्रीको पदमा बस्नु उसको अधिकार छैन अन्यायमा कोही पर्नु हुँदैन कुरो बुझ्नु भएन यसरी चाहिँ गरिबको छोराछोरीले अन्याय भोगिरहेको अवस्था छ त होइन सुदन गुरुङको अन्डमा काँडा फेला पर्दा त्यत्रो ठाउँको ठाउँमा कारवाही गरिदिने जनताको घरमा झोपडीमा चाहिँ दिन डाँडे बलात्कार गरेर मर्डर हत्या गर्दा पनि उहाँले न्याय नपाउने भन्ने हुँदै हुन्न भने तपाईँको उहाँलाई आएर अन्त न्याय नपाए त उहाँ कहाँ आउँदा न्याय पाउने डाइरेक्ट उहाँले आदेश दिने गरेको व्यक्तिलाई तपाईँको अब त्यो होइन ती अपराधीहरूलाई खोज तलास गरेर कानुनको कङ्करमा उमाउनु पर्ने दायित्व गृहमन्त्रीको हो कि होइन गृहमन्त्रीको सम्पूर्ण जिम्मेवारी हुन्छ भिराला लड्ने कालाले मर्ने सबैलाई रोक्न सक्ने त गृहमन्त्रीको तागत होइन नि कालाले मर्ने रोक्ने हो त नजायज तरिकाले प्रहरी प्रशासनदेखि ल्याएर साराले अन्य अत्याचार गर्यो र हुने नसक्ने यत्रो नेपाल अधिराज्यभरि बलात्कार हिंसा हत्या मर्डर अपराध लुटपाट चोरी भनेको त्यो कालले हो कालले मरेको लागि पनि त गृहमन्त्रीले हेरेर भन्नु पाएन यदि कालले नै यो घटना घट्ने हो भने गृहमन्त्रीको के काम कालले नै यो घटना हुने हो कालले नै यो घटनाको समस्याको समाधान गर्ने हो भने गृहमन्त्रीको पदमा किन बस्नुभयो उहाँले राजदरबारको कुरा कसले गर्यो निर्मला पन्थको कुरा कसले गर्यो अरू बलात्कारका कुराहरू कसले गर्यो त अझ हिजोसम्मको सरकारहरूमा हजुरबाउको पालामा चाहिँ राजदरबार हत्याकाण्डको चाहिँ कुनै पनि सबुत फेला गर्नु सकेन अनुसन्धान बढाउनु सकेन अनि अहिलेको गृहमन्त्री चल्लाले अनि राजदरबारको हत्याको काण्डमा निकाल्छु भनेर तपाईँलाई दुःख लाग्छ पदको एउटा कुनै पनि कदर गरेर बोल्नुपर्छ चल्ला होइन यो तपाईँको संसारलाई हल्ला हुन सक्ने शक्ति छ के हो चल्ला तपाईँ माउ हो म माउ होइन उहिने माउ नि म निखेको मान्छे म के माउ चल्ला भन्दा तपाईँलाई किन रिस उठ्यो चल्ला भन्नु हुन पर्यो त्यो दुरुपयोग तपाईँ माउ हो भने माउ भन्नुहोस् होइन म माउ होइन
मेरो भाइ नै होलान् तर पनि अपमान गर्नुहुन्न गिरीको एउटा यस्तो युवा पदको दुरुपयोग गर्नेलाई मान गर्छ कि अपमान गर्छ तपाईँको हिसाबमा? पदको जसले पनि एबिसिडी जसले पनि दुरुपयोग गर्नेलाई मान गर्छ कि अपमान गर्छ भन्नुहोस्? अहिले गरेको छैन भर्खर 100 दिन गृहमन्त्रीले दरबार हत्याकाण्डको आरोपीलाई पक्रिन्छ त? कहिले पक्रिन्छ? अहिले भरे तपाईँले डेट फिक्स गर्नु पर्यो तपाईँले आजसम्म कहिले नगर्दा नसोध्दा होइन, गृहमन्त्रीको पदमा सुदन गुरुङको त गृहमन्त्रीको ठेगानै छैन, आज छ कि भोलि छैन। त्यसले दरबार काण्ड 25 वर्षको अगाडि त्यतिखेर त ऊ बच्चा थियो। ए बाबा बच्चा थियो भने त आज ठुलो भयो। हिजो तपाईँ पनि बच्चै हुनुहुन्थ्यो, म नि बच्चा थिएँ। 100 दिन त पुग्यो त, यस्तो हाउदारी कुरा 100 दिन त पुग्यो त, बिटिआईको सरकार 100 दिन पुग्यो त। 100 दिन पुगेको उपलक्ष्यमा त हेर्नुहोस् कत्र कुराहरू आएका छन्, एउटा उद्देश्यहरू ल्याएका छन्, फाइल खोल्दैछन्, सारा सुरुवात गर्दैछन्। होइन, विगतका सरकारमा फाइल खुलेको थिएन, अपराधीलाई क्र्यापजाप गरेको थिएन, के खुल्कायो अहिलेको सरकारले? के गर्यो? हावामा बोल्ने तपाईँ। यही फाइल खोल्न खोज्दा फाइल खोल्यो 25 वटा फाइल खोल्दाखेरि रवि लानेछानेलाई प्रतिशोध लादिएको होइन? होइन, 25 वटा मात्रै फाइल छ अहिलेसम्म। अहिले त अपराधीहरूको 25 वटा मात्रै फाइल छ। अब त 2500 खुल्नेवाला छ, ढुक्क भएर हेर्नुहोस् न। दिनुहोस् न तपाईँहरू कस्तो अन्धभक्त हुनुहुन्छ? 25 वटा के जिब्रोबाट रवि लानेछानेको मुखबाट निस्केको थियो, त्यही 25 वटा फाइल 25 वटा फाइल। यहाँ हजारौँको संख्यामा फाइल छ मन्त्रालयमा। तपाईँलाई लाज लाग्दैन 25 वटा फाइल भन्दाखेरि? तपाईँलाई लाज लाग्नु पर्यो। 2500 फाइल खुल्दैछ, 1000 नभन्नुहोस् न। अनि किन 25 वटा भन्नुभएको? कहिले 25 वटा? तपाईँले रवि लानेछाने के कमिसन खानुभएको छ? रवि लानेछाने तपाईँलाई भनेर सिकाएको छ, पठाएको छ? कुरा त सुरुले सुन्नुहोस्, 25 वटा फाइल खोल्दाखेरि प्रतिशोध लाग्दैन। होइन, रवि लानेछानेले 25 वटा फाइल भन्थ्यो, फेरि 25 वटा। तपाईँ रवि लानेछाने को पर्छ भन्नुहोस् त? कुरा कोही दिन मसँग पनि बुझ्नुहोस्, म तपाईँ भन्दा 2-4 वर्षले देशमा दाइ पनि होला। होइन, दाइ भाइ त आफ्नो ठाउँमा छ। सुन्नु न, तपाईँको 12 भाइ मिडिया भन्ने तागत आजसम्म यो नेपालमा मैले 12 भाइ मिडियाको नाम लिने रवि लानेछाने बाहेक मैले सुनेको छैन। अनि रवि लानेछाने पनि त रवि मिडियामा छ 7 दाजुहरू रवि लानेछाने सुन्नु हुने यहाँ 12 भाइमा पर्दैन? तर त्यो होइन, रवि लानेछाने 12 भाइमा पर्छ पर्दैन? परे पनि त आफूले शुद्ध भन्ने गनेरै भन्ने त भन्नाले रवि लानेछाने पनि आफू पनि 12 भाइमा पढेर भनेको हो। अनि नेपाली जनताले समर्थनले बुझेन नि त, रवि लानेछाने त 12 भाइमा पर्दैन भनेर विचार गर्यो नि त। त्यही त पर्या अब तपाईँले खुलाइदिनु पर्यो, रवि लानेछानेले जुन 12 भाइ मिडियाबाजी भनेको त्यो त्यसमा चाहिँ रवि लानेछाने पनि पर्छ भनेपछि उहाँ पनि अपराध रहेछ भनेर यसरी जनतालाई बुझाउनु सक्नु पर्यो नि त तपाईँले। अब 12 नम्बर 13 नम्बरमा तपाईँ हालिदिनुहोस्। होइन, तपाईँले अहिले भर्खर भन्नुभएको चाहिँ 12 भाइमा चाहिँ रवि लानेछाने पनि पर्छ भने पर्ला, नभएको तपाईँले बनाएर बन्दी हो र? तपाईँ डराउनु भयो, तपाईँले जिब्रो जमान फेर्नु भयो तपाईँले। फेरि यस्तै जिब्रो फेरिरहेको काटिदिन्छु है। काट्नुहोस्, जिब्रो फेरिदिनुहोस्। तपाईँकै जिब्रो ठाउँको ठाउँमा झुट बोल्ने, ठाउँको ठाउँमा जिब्रो फेर्ने। मिडिया भन्ने तागत रवि लानेछाने अहिलेको भर्खर 12 भाइमा रवि लानेछाने पर्छ भनेको हो कि होइन? तपाईँ मलाई बङ्ग्याएर कुरा गरेर गर्नुहुन्छ भने बङ्ग्याउनु 13 भाइमा लानुहोस्, मलाई टाउको दुखेन। नत्र होइन, तपाईँ मिडियाकर्मी हो? तपाईँ मिडियाकर्मी हो? म मिडियाकर्मी स्वरै हुन्छ, सामाजिक अभियानपछि मिडियाकर्मी भएन म नभए तपाईँको मिडियामा। त्यसो भए 12 भाइमा रवि लानेछाने पर्यो, तपाईँ 13 भाइमा छैन। 12 भाइ मिडियाको कुरो उसले खोले, तपाईँ लगेर 13 नम्बरमा नहाल्नुहोस् न, मलाई झुके पार्न खोज्या। तपाईँ कसरी अभियन्ताबाट मिडिया बन्नु? म जसरी नि बन्न सक्छु, मिडियामा पनि चलाउँला। तपाईँ हामी जस्तै सबैले मिलेर चलाउँछ। होइन, यो देशमा सुशासन व्यवस्था छैन, कानुन व्यवस्था छैन, मनमा जे आयो त्यो बोल्दिने। होइन, जे आयो मन लाग्यो त्यो नसोध्नुहोस्, जे मन लाग्यो त्यो गर्न पाइँदैन। गृहमन्त्री होस्, प्रधानमन्त्री होस्, कानुनी राज्यको कानुनी एउटा मर्यादामा चल्नुपर्छ। ठुलालाई पनि कानुन लाग्छ भन्ने सन्देश फिटेको छ। अब भन्छु, दृष्टिबिनहरू राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा के खानु गएको थियो भन्नुहोस्? अब के खाना गयो, कसो खाना गयो, के दिए, कसो किन गए, त्यो तपाईँ सोध्नु न गएर पत्रकारको काम, मैले के जान्नु? होइन, किन गयो त? मलाई थाहै छैन गएको। अब तपाईँले सोधेवाला भन्छु त। यदि तपाईँ अभियन्ता हो, राम्रो काम गर्नेको सपोर्ट गर्ने हो भने त्यो दृष्टिबिनको माग मुद्दालाई सपोर्ट गर्नुहुन्छ कि हुन्न? सपोर्ट गर्नुपर्ने दृष्टिबिनको माग के हो? दृष्टिबिन गएको हो कि होइन, के कारणले गए, त्यसका पनि त उचित मागहरू होलान्, जायज कुरा होला। तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? म यही दुनियाँमा छु। अनि तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय पनि थाहा छैन? मलाई थाहा छैन। दृष्टिबिन भन्ने पनि थाहा छैन? कुनै पार्टी कार्यालयलाई धाउँदिनँ भने म लागेको कुरो प्रष्ट बोल्छु, पत्रकारले सोधेर बोल्दियो भने बोलिदिन्छु, म खोजेर हिँड्ने। अनि सुदन गुरुङ चाहिँ तपाईँको को पर्छ त? को? सुदन गुरुङ मेरो हालको नेपालको गृहमन्त्री पर्छ। प्रधानमन्त्री चाहिँ? प्रधानमन्त्री बालेन्द्र शाह पर्छ। अनि सभापति चाहिँ? रवि लानेछाने पर्छ। पार्टी सभापति सबै थाहा रहेछ त। अनि त्यही माग मुद्दा लिएर चाहिँ दृष्टिबिनहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको थियो, पार्टी कार्यालयमा न्यायको लागि। तर न्याय पाउनुको कहाँ उहाँहरूले चाहिँ धक्का पाउनु भयो। अनि पीडितहरूको जनताहरूको
दृष्टिबिनहरूको चाहिँ आवाजलाई तपाईँ बोल्नु सक्नुहुन्न? अनि दृष्टिबिनको आवाजको लागि हर हमेसा बोलिन्छु। अन्ध अपाङ्ग अशक्तहरूको लागि जहिले चाहिँ जय जयकार गर्नु। उहाँको माग के थियो भने म तपाईँलाई सम्झाउँछु। सम्मान गर्नुपर्छ। दृष्टिबिनको माग के थियो भने हामीलाई घाँस बाँस कपास स्वास्थ्य रोजगार चाहियो। हामीले जुन स्पिकर बजाएर जुन हामीले चाहिँ आफ्नो परिवार पालिरहेको थियौँ, आम्दानी गर्थ्यौँ, जुन अगरबत्ती बेचेर चाहिँ जुन आफ्नो परिवार पालेको थिएँ, जुन हामीले काम गरिरहेको थियो, त्यो काम चाहिँ अहिले बालन सरकारले चाहिँ खोस्यो। हामीलाई त्यहाँबाट चाहिँ काम गर्ने वातावरण दिएन भनेर त्यसको लागि चाहिँ पार्टी कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको थियो। तर उहाँलाई चाहिँ सम्मान गर्नु ठाउँमा चाहिँ अपमान गरेर पठायो। अनि यो विषयमा तपाईँलाई चाहिँ थाहै छैन भन्नुहुन्छ? अपमान गरिन्नस्, त्यो केही कारणले बस कसको उचाल पथार मलाई चाहिँदा भन्दा बढी कुरा गरे होलान्। अब अहिले तपाईँको रेडियो होइन, चाहिने नचाहिनेको कुरा गर्यो होइन, तपाईँले त्यो सुन्नु भएको थियो, देख्नु भएको थियो होइन? तपाईँले कसरी भन्नु सक्नुभयो कि दृष्टिबिनको माग चाहिँ चाहिने नचाहिने भयो भनेर? तपाईँले कुन आधारले भन्नुभयो? अब अहिले यहाँ उचाल पथार त नयाँ शक्तिले फेल खुवाउन दुनियाँ मैले भूत पिचास डङ्किन त खडा गर्छन् भनिसके त बुझ्नु होइन कुरा होइन? पीडितहरूले सरकारसँग न्याय माग्ने कि तपाईँसँग माग्ने? होइन, सरकारसँग न्याय त तपाईँको पार्टी कार्यालय होइन, सरकारसँग त न्याय त सिंहदरबार माग्नु पर्यो। त्यो त राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा गए भन्नुहुन्छ तपाईँ। त्यही राष्ट्रिय स्वतन्त्र पार्टीबाट नै सरकारमा गएको हो नि त। गएको हो त, तर एउटा सिंहदरबारको भर्याङ पहिला त राष्ट्रिय स्वतन्त्र पार्टी हो नि त। जायज एउटा कुरा होइन, राष्ट्रिय स्वतन्त्र पार्टी भर्याङ नभए आज पार्टी कार्यालय नभए आज सरकारमा पुग्थ्यो। शृङ्खल तरिका कसैले केही गरे भन्ने यसो तपाईँको केही होइन होइन, तपाईँको नजरमा दृष्टिबिनहरूले जथाभावी त्यतै बोल्यो, अन्य अत्याचार गर्यो, त्यस कारण उनलाई चाहिँ खेल्नु पर्यो भन्नु लाग्नु भएको हो। त्यो भने होइन, त्यस्तो मैले त्यसो भने होइन। केही कारणले तपाईँहरूको अब भोट दङ्गा जस्तो लागेर तपाईँ ऐसे चुप लाग्नुहोस्, हामी भन्छौँ केही कुरा त एउटा मान्छेले साम्य पार्न त खोज्यो होला नि। त्यतिखेर तपाईँ कहाँ हुनुहुन्थ्यो? त्यतिखेर तपाईँ कहाँ हुनुहुन्थ्यो? मेरो घरमा थिएँ नि, म आनन्दसम्म कसको के हुन्छ तमासा भनेर हिँडिरहने भएर मलाई के मतलब? तपाईँ त दृष्टिबिन भन्दा पनि उसको पनि बाउ निस्किनु भयो नि त। म दृष्टिबिनको त होला त, अब मेरो साना नानीहरू सरका भए त बाउ नै हो। दृष्टिबिन चाहिँ पार्टी कार्यालयमा गएको थियो। तपाईँ चाहिँ दृष्टिबिन नभए तापनि तपाईँ आफ्नो घरमा बसेर चाहिँ तपाईँले चाहिँ दृष्टिबिनको चाहिँ क्रियाकलाप देख्नुभयो। मैले त्यो देखेको पनि छैन, मलाई थाहा पनि छैन। त्यो सबै म एउटै मात्र ढुङ्नु। होइन, तपाईँ कस्तो अभियन्ता हुनुहुन्छ? एउटा दृष्टिबिनको पीडा पनि थाहा नहुने। मलाई थाहा भएको भए म सम्बन्धमा म बोलिदिन्थेँ कि तपाईँ पार्टी झोलेको अभियन्ता हो तपाईँ? अब झोले बोले गुणगान बोले सबैको तपाईँ नै हो। होइन, गन्ध त त्यस्तै आयो नि त। तपाईँ त राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकारको झोले यस्तै गन्ध आयो नि त। अब झोले भन्नुहोस्, बोले भन्नुहोस्, डोले भन्नुहोस्, डोके भन्नुहोस्, तवाले भन्नुहोस्, मिठा पान सुपारी भन्नुहोस्, जे भन्नुपर्छ तपाईँ उहाँ आएर भनिदिनुहोस्। अब चाहिँ दिमाग ठिकमा आयो हो तपाईँको? अब चाहिँ दिमाग ठिकमा आएछ होइन? बल्ल दिमाग ठिकमा आएछ होइन? बस बस अब स्वीकार्नुहुन्छ नि? के को स्वीकार्ने? आवाजारी तालुको कुरो स्वीकार्छु? किन स्वीकार्ने? के स्वीकार्ने? स्वीकारिसकेपछि सकियो तपाईँ पार्टीको झोले भनेर। म पार्टीको झोले होइन भने म सत्य यथार्थ जायज निष्पक्ष गुणगान निष्पक्ष हो भने त्यो दृष्टिबिनको आवाज किन सुन्नु भएन? त्यो सुकुमासीको आवाज किन सुन्नु भएन? त्यो सुकुमासीको खानामा किरा किन देख्नु भएन? त्यो देखिया छ, परेको छ, त्यहाँ दुनियाँ बाहिर सब। यदि तपाईँको खानामा किरा राख्दै भए तपाईँ खानुहुन्थ्यो? होइन, त्यो लगेर समाएर राखिदिन्छ मान्छेले बदनामी गराउन लागि। होइन, तपाईँको थालमा किरा परेर भातमा किरा परे के तपाईँ समातेर जेलमा हालिदिने? तपाईँको परिवारलाई हालिदिने? किरा पर्ने बित्तिकै थाला आउने बित्तिकै जेल कसरी हाल्नु मिल्दैन। अनि जागिरबाट किन हात धुनु पर्यो त? कसले? सुदन गुरुङले किन ठाउँठाउँमा कारवाही गर्नु पर्यो? नचाहिँदो गतिविधि गरेर भिभिआइपी ठाउँमा अलिकति सम्मान हुने ठाउँ अपमान गरेर त्यत्रो महाधिवेशन हजारौँको संख्यामा त्यहाँ खाना अर्डर आउँथ्यो र कुकले पनि त के मान्छे हो? रोबोट हो? उसले बुझ्नु परेन? कुक मान्छे हो भने कुकुरको जस्तो व्यवहार किन गरेन? नचाहिँदो काम किन ए गरेन? उहाँले चाहिँ सुदन गुरुङलाई टोक्नु गएको थियो। टोक्नु गएको भन्दा नि बढी एउटा गरिबको छोरालाई कुकलाई कुकुर जस्तै भन्नु मिल्छ तपाईँले? तपाईँले सुरक्षा र यहाँको भिभिआइपी र भिभिआइपी पनि तपाईँलाई आजसम्म थाहा रहन्छ। कस्तो गरिकन निगरानी गर्नुपर्छ भन्ने तपाईँलाई थाहा रहन्छ। तपाईँले त्यही भएर तपाईँलाई एउटा कुरा भन्छु। तपाईँलाई एउटा कुरा के भन्न चाहन्छु भने सुदन गुरुङ भिआइपी बन्नुको लागि गएको थिएन। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चुनावमा भोट राख्नु गएको थियो। तपाईँ कसरी भिआइपी बनेर गएको भनेर भन्नु सक्नुभयो? ऊ पार्टीको कार्यकर्ता हो, तर पद र मर्यादामा तपाईँको एउटा कुनै राम्रो एउटा होटलमा चाहिँ ऊ भिआइपी हो। यदि उहाँ गृह मन्त्रीको पदबाट गृह मन्त्रीको त्यो हैसियतले गएको भाइ त्यहाँ भोट राख्थ्यो त? चुनावमा लाइनमा खडा हुन्थ्यो त? तपाईँको भोट राख्न के सडकमा तपाईँको हिँड्दै गएर अस्ति पर्सामा गएकै भए पनि गृह मन्त्रीको जिम्मेवारी के हो? नागरिकलाई न्याय दिने हो कि होइन? नागरिकको जागिर खाने गृहमन्त्री हुन्छ? नागरिकको जागिर खाने गृहमन्त्री हुन्छ? अनि उसको गृहमन्त्रीको ज्यानै खाइदिने के खाइदिने?
ए एउटा माछाको काँडाले ज्यान जान्थ्यो जानेन त। तपाईँले बच्चादेखि लिएर बुढेसकालसम्म कति काँडा तपाईँ खानुभयो एउटा किरा- तपाईँ त ज्यान गएन त एउटा होल्डिङ सेन्टर होइन एउटा बाहना पाउने बित्तिकै एउटा गरिबको घरबारे उडाइदिने गरिबलाई सडकमा ल्याइदिने माछाको काँडाले जान्दाखेरि जाँदैन मान्छे ल तपाईँ 1 किलो माछाको काँडा दिनुहोस् म तपाईँको अगाडि खाइदिन्छु खाएको खाइबो त्यो काँडाभित्रको मासु मान्छे फलाम खान्छ सिसा खान्छ हड्डी खान्छ गृहमन्त्रीले अम्लेटमा एउटा काँडा पनि खानु नसक्ने कस्तो गृहमन्त्री हो अब तपाईँले नै खाइदिनुहोस् भाइ जति काँडा कुरो पारो के माछा खाँदा तपाईँ काँडा खानुहुन्छ कि हुन्न म खान्न काँडामा कति स्वाद हुन्छ नि थाहा छैन काँडामा सुप हुन्छ सुन्नु तपाईँ सुन्नुहोस् पहिला कुरो सुन्नु काँडाको डरले म माछै खान्न काँडाको हड्डीमा पनि सुप हुन्छ भिटामिन हुन्छ भयो खानु। सुदर गुरुङलाई यो कुरा थाहा छ ल थाहा छ तपाईँलाई थाहा भयो म त काँडाको डरले माछा खान्न सकेन मेरो कुरा आफै काँडा माछा जस्तै छ काँडा जस्तै छ मेरो सुरिलो परेर चटक्क असला माछा हो बुझ्नुभयो ल अब अन्तिम समयमा जाँदा जाँदा के भन्न चाहनुहुन्छ अब जाँदा जाँदा के भने यो देशको कुरीति कुथिति अन्य अत्याचार भ्रष्टाचार तस्करी यो भ्रष्टाचारी बलात्कारी सबैको अन्त्य होस् हुन्छ भने सबैजना मिलिजुली गरेर यो राष्ट्र निर्माण पनि गरौँ भ्रष्टाचारी अत्याचारीहरूलाई हुन्छ भने मृत्युदण्डको सजाय पनि पास गरौँ सबै देश कसरी सुशासनमा जान्छ त्यसरी गरौँ भन्न चाहन्छु हेर्नुहोस् त अहिले यो